सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ज्येष्ठ नागरिक, विपन्न तथा असहाय व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य उपचार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य सेवा पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो। स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाका अनुसार यस वर्ष नगरपालिकाका 4 स्थानमा शिविर सञ्चालन गरिएको हो। कार्यक्रम अन्तर्गत बिहिबार वडा नम्बर 10 मा, शुक्रबार वडा नम्बर 9 स्थित भोटेवडा शहरी स्वास्थ्य केन्द्रमा शिविर सम्पन्न गरियो। उक्त शिविरमा सहभागी ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरियो। कार्यक्रममा विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरूबाट आएका विशेषज्ञ चिकित्सक र स्वास्थ्य कर्मीहरूको टोलीले सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षण, रोग सम्बन्धी परामर्श, आँखाको परीक्षण, ल्याब परीक्षण तथा औषधि वितरण गरेका थिए। सरकारले निःशुल्क उपलब्ध गराउने 98 प्रकारका औषधिका अतिरिक्त अन्य आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो। शुक्रबार भोटेवडारमा आयोजित शिविरमा 181 जनाले स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये 107 जनाले आँखाको परीक्षण तथा 163 जनाको ल्याब परीक्षण गरिएको थियो। ल्याब परीक्षणको क्रममा मधुमेह र उच्च रक्तचापका बिरामीहरू उल्लेख्य रूपमा भेटिएको सुन्दरबजार अस्पतालका ल्याब टेक्निसियन ज्ञानबहादुर सेणाईले जानकारी दिनुभयो। 4 दिनसम्म सञ्चालन भएको शिविरबाट कुल 568 जनाले सेवा लिएका छन्। तीमध्ये 389 जनाको आँखाको परीक्षण र 401 जनाको ल्याब परीक्षण गरिएको थियो। अधिकांश बिरामीहरूमा उमेरसँगै देखिने सामान्य स्वास्थ्य समस्या बाहेक दीर्घरोगका प्रारम्भिक लक्षणहरू देखिएको समेत चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य शाखा प्रमुख पियाका अनुसार पालिकाले नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि गर्न र विशेषतः ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था नियमन गर्न यस्ता शिविरहरूलाई प्राथमिकतामा राखेको छ। उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै लैजाने योजना रहेको बताउनुभयो। यस प्रकारको कार्यक्रमबाट पालिकाभित्रका ज्येष्ठ नागरिकहरूमा स्वास्थ्य चेतना अभिवृद्धि हुनुका साथै प्राथमिक उपचार तथा रोग पहिचानमा टेवा पुगेको स्थानीयले प्रतिक्रिया दिएका छन्। साथै नगरवासीहरूले यस किसिमका शिविरलाई निरन्तरता दिनुपर्ने माग समेत गरेका छन्। यसअघि सुन्दरबजार नगरपालिका वडा नम्बर 11 स्थित सिन्दुरेमा र वडा नम्बर 2 स्थित हाँडेटारमा शिविर सञ्चालन गरी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।